Hello everyone, this is Ms. Sunil Oryal from Lead Inside Nepal. आज चाहिँ म तपाईहरुलाई पोर्टफोलियो कसरी जनरेट गर्न सकिन्छ, ट्रेडिङ र इन्भेस्टमेन्ट स्टक कसरी चाहिँ हामीले आफ्नो पोर्टफोलियोमा लिएर आएर राख्न सकिन्छ, जसले गर्दाखेरि सर्ट रन र लङ रनमा चाहिँ हामीले कसरी इन्कम जनरेट गर्न सकिन्छ भन्ने कुराहरु चाहिँ म तपाईहरुलाई शेयर गर्न गइरहेको छु। कृपया भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब चाहिँ गरिदिनु होला। जस्तो मानौ सुरुमा हामीले पोर्टफोलियो फर्म गर्दाखेरि चाहिँ हामीले 10 वटा स्टक चुज गर्यौं भने चाहिँ त्यसमा हामीले 5 वटा चाहिँ इन्भेस्टमेन्ट स्टक राख्यौं, बाकी 5 वटा चाहिँ ट्रेडिङ स्टक राख्यौं भने चाहिँ हाम्रो ओभरअल पोर्टफोलियो चाहिँ ब्यालेन्समा फर्म हुने गर्दछ। जस्तो मानौ कि हामीले मार्केट बियरबाट बुलिश तर्फ जाने क्रममा चाहिँ ट्रेडिङ स्टकले चाहिँ हामीलाई एकदमै छिटो रिटर्न दिइरहेको हुन्छ, जसबाट हामीले क्यापिटल गेनहरु एकदमै चाँडो कमाउन सक्दछौं भने मार्केट बुलिशबाट चाहिँ तपाईको बियरिश तर्फ आउने क्रममा चाहिँ ट्रेडिङ स्टकले एकदमै नेगेटिभ परफर्मेन्स देखाइरहेको हुन्छ। त्यो बेलामा चाहिँ हामीले ट्रेडिङ स्टक चाहिँ सेल गरेर हामीले इन्भेस्टमेन्ट स्टक मात्र आफ्नो पोर्टफोलियोमा राख्न सक्छौं। इन्भेस्टमेन्ट स्टक भनेको यस्तो स्टक हो जसको चाहिँ इयरली ग्रोथ एकदमै पोजिटिभ छ, जसको पोजिटिभ रिटर्न छ, डिभिडेन्ड, बोनस शेयरहरु चाहिँ तपाईको रेगुलर इन्कम रेगुलर इयर बेसिसमा दिइरहेको छ। त्यस्तो स्टकलाई चाहिँ हामीले इन्भेस्टमेन्ट स्टक भनेर राख्नुपर्ने हुन्छ। यसले चाहिँ के हुन्छ भने तपाईको मार्केट बुलिशबाट बियरिश तर्फ आउने क्रममा चाहिँ यो एकदमै कम फ्लक्चुएट हुन्छ, भन्न खोजेको प्राइस चाहिँ थोरै मात्रामा मात्र चेन्जेस आउँछ। र जस्तो हामीले चाहिँ यो स्टकहरुबाट चाहिँ हामीले बोनस शेयर, डिभिडेन्डबाट पनि इन्कम जेनेरेट गर्न सक्छौं बियरिश मार्केटमा। यो दुवै स्ट्र्याटेजीले तपाईले ट्रेडिङ र इन्भेस्टमेन्ट स्ट्र्याटेजी दुवैले चाहिँ तपाईले आफ्नो पोर्टफोलियो जेनेरेट गर्नुभयो भने चाहिँ तपाईले बुलिश मार्केटमा पनि कमाउन सक्नुभयो, एज वेल एज तपाईले बियरिश मार्केटमा आएर पनि कमाउन सक्नुभयो। कृपया भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब चाहिँ गरिदिनु होला।